चोरमारामा त यस्तो राम्रो बबाल घुम्ने ठाउँ गाइस। हजुरहरू पनि घुम्ने होइन त अब के पुवा छिन्। हामी कहाँ जाँदैछौँ आज माइजू भान्जी। नमस्ते सबैजनालाई, वेलकम टु माई न्यू एन्ड फर्स्ट ब्लग। अनि सबैजनाले माया गरिदिनु होला। अनि अब चाहिँ हामी रेडी भएर माइजू भान्जी नजिकै घुम्न जाँदैछ कि पुवा छिन्। हामीले चाहिँ यहाँ गएर ड्राई पिकनिक जस्तो गर्ने भनेर अनि यहाँ इटरी बजारबाट चाहिँ हामीले खानेकुराहरू लिएर जान्छौँ। फाइनली हामी चाहिँ यहाँ आइसक्यौँ अनि राम्रो नै लाग्यो, ठिकै लाग्यो। पहिला चाहिँ 8 वर्ष अगाडि जस्तै यस्तैमा आएको थिएँ अनि अहिले चाहिँ अलि नराम्रो भएको रहेछ पहिलाको अगाडि चाहिँ। अब चाहिँ हामी सोचे जै जिन्दगी रहेनछ जिन्दगी रहेनछ। अनि हजुरहरू पनि आउन सक्नुहुन्छ, आएर यो होमस्टे भिलेज रहेछ है। अनि हजुरहरू पनि आएर भिजिट गर्नु होला। अमलटारी बफर जोन कम्युनिटी होमस्टे भिलेज है, ल सबैजना आउन सक्नुहुन्छ। अनि यो ठाउँलाई पनि बाघखोर नै भन्दो रहेछ है, नझुक्किनुहोस् होला हजुरहरू चाहिँ। म चाहिँ एकदमै हामीहरू झुक्कियौँ है बाघखोर भनेर चाहिँ, त्यो चोरमाराको बाघखोर मात्रै सम्झियौँ। अनि यो नि बाघखोर भन्दो रहेछ, आज थाहा भयो। हजुरहरू पनि आउनु भिजिट गर्नु, राम्रो छ। अब हामी निस्किन अब चाहिँ हामी तल हाम्रै ठाउँ सधैँ जाने ठाउँ है, हामी अब नारायणी हाइटतिर लिएर जान्छौँ हजुरहरूलाई। सो हामी अब यहाँबाट निस्किन लाग्यौँ अनि हाम्रै प्यारो ठाउँ टुमारोल्यान्ड लिएर जान्छौँ हजुरहरूलाई। मेरो साथीले हेर्नु त कुदाउनसम्म फाइनली डुल्दा 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 टुमारोल्यान्ड आइम गाइस। यस्तो थोपैला भोक लागा, अब चाहिँ खान्छौँ। हामी यहाँ टुमारोल्यान्ड आउनको लागि आएको, हामी त बाटो नै कन्फ्युज भयौँ। बाटो नै सकियो, कन्फ्युज होइन बाटो नै सकियो, बारीमा पुग्यौँ हामी। अनि त्यसपछि फाइनली आयौँ। सो गाइज हामी फाइनली कहाँ कहाँ डुल्दा 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 आयौँ। ए मेरो साथी आउन छिटो। म चाहिँ लास्टै थकाला मुख धुन्छु है गाइज। अब अनि हामी उता पिङ पनि पिङमा चाहिँ झुन्। मेरो साथी र म चाहिँ हेर्नु न मस्त पिङ खेल्यौँ भयो। मलाई मेरो साथी चाहिँ मस्त खाना नआउँदासम्म पिङ खेल्यौँ, रमाइलो गऱ्यौँ। म खेल्दा त गाइज पिङ नै खस्ला जस्तो पो भयो त। खुसी रुख हल्यो है। रुख हल्यो रुख पनि हिँड्नु पर्यो। अरूले चाहिँ यहाँ टुमारोल्यान्डमा आएर चाहिँ मासु चिकनहरू सबै खानुहुन्छ होइन, हामी चाहिँ पकाएर डिनर कति राम्रो हामीले चाहिँ खाएर भ्याए जस्तो हेर्नु न। हामी मेरो साथीलाई र मलाई चाहिँ जहाँ गए पनि यो सोप र चिनी चाहिँ नलिएको हुँदैन। यस्तोलाई के लभर भन्छ खुसी? सुकमेल लभर हो कि चिनी लभर हो? मिश्री लभर। मेरो साथी फेरि पुरा हिरोइन फिल गरिरहेछ।
सो गाइस अब हामी चाहिँ खाएर भ्यायौँ अब घर फर्किन लागेको। अब यो मेरो साथी मेरो माइजूहरू चाहिँ रेडी भइसक्नु भयो जानको लागि। सो किप वाचिङ गाइस। गाइस सो अब हामी घर जान लागेको। अब यहाँ चाहिँ हेर्न एकचोटि भ्यू लास्ट भ्यू हेरेर जानु पर्यो। हजुरहरूले पनि हेर्नु म सँगसँगै। वाउ यो मौसम यही भन्छ जाउन पिर्ती। यो मेरो साथी पिर्ती चाहिँ एकदमै लजाउँछिन्। पिर्ती ल दुईजनाले चाहिँ यहाँ स्कुटी पुस्दै हुनुहुन्छ। यो दुईजनाले चाहिँ दिनभरिको 2 घन्टाको धुलोको बल्ल जाँदैछ। हामी दुईजना चाहिँ हेर्ने काम भइरहेछ मस्त। हामी प्यासेन्जरहरू हामी चाहिँ बस्न लागेको अब जान लागेको। यता हो क्या होइन हजुरहरूले हाम्रो भिडियो चाहिँ एन्टरटेन गर्नुभएको होला। सो बाई। हामी घर